Kapan pusat kon bukan? Kita tak kenal. Mata, gira भाको मात्रै यसो लाग्यो के खालेको चराले राम्रो भाइले जानु टमाटर छ के हुन्छ सहयोग दिएर खलिरहेछ म त कोही सुके त उसले खालेको खरस यो ठिकै छ यो पनि ठिकै होला ये नहीं सही अभी तक कॉलेज है दस ठीक है Boleh lihat. Sampai sini. Kiola bata. So apa mana tu hatu boleh yang kini semoga mana हेर्नु न र त हेलो खोस्टा त मलाई के गर्नु त्यो फाल्दै राख्छु रोक्नु न भाइ भाइ नै हुन्छ ल खाएको छु यस्तो पनि कच्चन कलेर चाहिँ चाउ चाउ किन चाउसँग उसिन मजा हुन्छ त्यो चाउसँग मिसाएर उसिन्नु त त्यही त चाउ त खाँदैन नि चाउ त यस्तो मेरो यस्तो छुट्याएको छु मासु माংস बन्द बेला बेला मात्रै दिनुहुन्छ त्यस्तो कन्टिन्यू दिनुहुन्न रोमनले यो चाहिँ त्यस्तो त छ लु यो त होइन जाउँ न यति राम्रो मगाएको पोली खाने यो केमा लानुको छैन
राम्रो हो राम्रो हो लेका खोइ उनीसे चाखाली होला म घुमाइ टाटा चिलामा घरि चाहिँ बाटोमा कुट्टी मार्छ अब जान्छु गाई खाउँ तल बाउँछ म त दिदिन बोडी त तल होला अब माथि गाई कहाँ छ यो मेन बुले बुले तल चाहिँ ठिक छ को भराइ टाटा चाहिँ मिलेन बा डोरा के भन्नु न फुटमा सुकाउँदै जानु पर्यो ल ल जानु बाबु बिस्तारै लु आमा र बाबु के भएको छ दही त यार फोन गर्छु भन्दै थियो गरे पुरा घाम लागेको छ ठिक बुहारी पनि यस्तो सुन्तला खानु पाइन्छ अम्बकहरू खानु पाइन्छ खोइ के पो खानु पाइन्छ रे धेरै छोराछोरी पाएर म चाहिँ यहाँ यस्तै खानु पर्यो के चाहिँ धेरै पुस्ता गरी चले पनि खानु पाइन्छ जेठी बुहारी कहाँको आउँछ नर यत्रो दाना ल्याइदिएको छ त्यहीबाट जमुनाले पठाइदिएको गरेको नाति निजमै कहाँ आउँछ डुङमा यो झोला चाहिँ खुलुक्खु घरि धुर बिहा खानामा अरे जाँदा त आउँदा म गाई खुवाउनु परेन भरे बाली खाएमा चाहिँ गाईले रक्सी खाँदा नि रक्सी गाईले मर्छ सेरी अनि बिरानी किन झोला चाहिँ बगेको चामल अनि चामल ढोर खोइ काठमा लाने हो छोरोले यहाँ तलसम्म पुऱ्याउनु पर्यो घरसम्म छिटो चाहिँ बुढी टिपेक दियो त्यो ढोसोसीले दियो पेक गरे दियो खायो उतार आउनुको बुढा भन्नु के अरे त्यही बिहारे मैले दुःख गर्नुपर्ने
अझै पोलेको त हुन्छ हौ राम्रो हुँदैन पछि अलि सुकेपछि पोलेको हुन्छ नि छैन त्यो घरमा मान्छे टस चास गरेको नि चाहिँ टस कहाँ आउँछ अहिले त्यो यो चाहिँ टस चाहिँ चास गरेर पऱ्यो एकछिन बिहानै एक ठाउँ लाएर सिलाइदिनु पर्ने अरेको तँलाई जानु पर्ने अस्तिको कहाँ छ टिप्ने कि पाकेको टिप्ने कि खै पाकिसक्छ बोरी त ज्यादा खाइन्छ नि यो त माप्दैन कि म छुवा खाएर दिन्छु खाने होला यसो पो यो त सकिने खान्छ नि सबै सुन्छ यस्तै सुन्छको त्यो त हुँदैन फक्क जान्छ यस्तै गरिदिनु पर्छ कि डक्टरमै लाउने अरे किनलाई पठाउनु पर्यो सबैले कहाँ मान्छेले एकसाथ जम्नाले एकसाथ लाग्छ छैन कान्छा कान्छीहरू घाँस ल्याउ कोही मालिङ्गो गर्नुपर्छ है यो काट्नु जाने अरे तरकारी कति लाने भनेको के एउटा तरकारी कति लाने बोडी कति लाने करेला कति लाने कुविन्डो मिठो चाहिँ के गर्नु भन्यो नि जाडो भयो लास्टै हाफ पेन्टमा त नहुने रहेछ अहिले को उता आमा अघि बाटो लाग्ने मान्छेहरू त यही सालको फुल कि पुर्को हो कति लाने करेला भन्नु लु त्यो पुरा हाल्नु थोरै सिबी चाहिँ टिप्नु भएको कति लाने सिबी करेला टिप्नु जानुपर्छ करेला कति हो पुरो राम्रोमा टिप है कलिलोको टिप लाउँछ नि त के
कलिलो भएको त्यस्तो कस्तो किन्छ जग्गा लोको ओको नै डोको थाहा पनि डोका टोकमा लाउनु डोकामा के हेरेको कडाई कडा त्यो काँडले घोज्छौ काँडले त त्यसरी गज्जा पनि किरामा छ कि करेला यता घोज्नु छ नि थुप्रै त कति लान्छ अब भन्नु पर्यो नि लान्छ नि एक कत्रो कुरा गरेर पनि यति लान्छ खलेपछि हुँदैन हुँदो रहेछ क्या नफल्दो ल टुलु मुनि नि के भयो बित्ता नै के कोपछि तरकारी खाने हो यो कलिलो यस्तै घरको तर्किन्छ यस्तै लाउनु के खान्थ्यो भने त होला 1 किलो होला नि परास्टी छैन होला अब के बिसेको मैले लैजाउँ न पापा पाल्नु परास्टी त ल्याइने अहिले त माथि आयो हुन्छ यति अन्त एउटामा सबै गर्ने अर्छलाई अनि मेरो खान्छ है के चिना चाहिँ चाहिएको के खाँदैन गइदिएर न त्यो त के पसिँदैन तर भारीले त फक्राउँ भन्दै थियो अब ल्याउनु पर्यो नि अलि हिँडेको टाइममा त त्यति बिग्रिँदैन हौ मिलाएर यो पेक गर्नुपर्छ क्या सिलाउनु त्यहाँनिर पुरा चाहिँ माउ हो त्यो त लाउनु त त्यो सिलाउनु यो पनि ठिक हुन्छ क्या आमालाई भनेको थिएँ साइला पनि जाने होइन भोलि छोरेको कि छोरेको छैन केटाले काम चाहिँ काम त गर्थ्यो त जाने त्यस्तो भयो भन्ने सल्लाह भयो खोइ नजाम होला काका तपाईँहरूको जस्तो पहिला भयो भने मोर्सेस माल्टाले उसले 20 कोले पो जिबिराम होइन पामलाको छोरा हो मिन्मे मिले होइन अब त्यो पहिला त उनी सेलरी घटेपछि गएको रहेको त कलमा गर्दा के सक्छ र फुल नखा खाओस् न यहाँ हामी भारी ल्याउँदैछौँ करेलाहरू बोडीहरू भाइ भोलि हिँडेर बिहान अनि यहाँ झऱ्यो भाइ अघि 11 बजीतिर आउँदै हुन्छ आऊ त मगा त्यतिको टोकरी लानु होला अलि
सडा खोलिन्छ गयो भेरेर हातको यो चाहिँ हातले लगाउने यस्तो छ ढोक्रै पोखिँदैछौ नास हुन्छ नि एकदम दुलो छ दुलो यति होला मकै पनि लानुपर्ने छ यहाँ भरे फर्किन हुन्छ परबाट खाले गत्ताने तुने सामले पुने मकै चाहिँ मकै भरे आउनै पर्छ यहाँ गेडा झर्छ होला हौ अब ढोक्नु खिने उता सुँगुरलाई दिने मकै हो क्या सुँगुरलाई ढोक्रो त उयो राम्रो हुन्छ नि ढोक्रो यो पनि खस्छ होला हौ सुँगुरलाई दिने हो क्या कतिखेर ओको हात ठोक मात्रै मुझे पम्सी छिया इकडे पम्मा जिंको खाने पाँच पाटी भा भाडा भाडा च्याङको खुनमा सोमा खाला खुलको मलाई म टोसा ढान्थे नि खुसा टोसा बेने अब अब मकै त महा गरौँ न त न सुँगुर न कुखुरा न गोरु न गाई जाने हुन्छ मलाई ठिक्क छानिदिएको दाजुले आइपुगेर हाती बाँचिदिएको मैले अरू यहाँ होला अझै 200 एम त्यो सानो 2 बाटो नि 300 हुन्छ नि फेरि कसरी खान्छ नि हुन्छ घर झरेको आमै मकै सबै मलाई साह्रै मजिलो छ मजिया अन्त मकै भलिएको हो नि अलिक गऱ्यो 20 पाखी लिएको यसो बङ्गुरले दिने हो क्या ए त्यति म त अलि सक्दिनँ आमै बुढा भाइ कि बुढा भाइ अनि सक्दिनँ पो त नि पसिना हेर्नु त सेतै फुलेको बुढा मान्छे म अझै त नि